Congratulations on your visa approved, Sunny. Thank you, ma'am. I got this is my visa. I got my visa from Realistic Education Consultancy. Introduction din. Hajime mashite. Watakushi wa Sakumaru Sani to moushimasu. Sani to yonde kudasai. Watashi wa 19歳で独身です。出身はネパールのサライです。でも最近カトマンズに住んでいます。家族は3人です。私の趣味はサッカーをすることです。どうぞよろしくお願いします。先生。अब हजुरको जर्नी भनिदिनु नि त के कस्तो भयो यहाँ कसरी थाहा पाउनु भयो कसरी आउनु भयो यहाँ रियलिस्टिकमा यहाँको जर्नी भन्नु पर्दामा मैले यहाँ 3-4 वटा कन्सल्टेन्सीमा काउन्सिलिङ गरे काउन्सिलिङ गर्दाखेरि यहाँ पनि गरे अनि यहाँ म्यामको मलाई त्यो काउन्सिलिङ गर्ने तरिका साह्रै मन पर्यो के विश्वासिलो लाग्यो त्यही भएर म यहाँ आएको हो हजुरलाई म्यामको ट्रस्ट कस्तो लाग्यो काउन्सिलिङकै थ्रुबाट हजुर काउन्सिलिङको थ्रुबाट म्याममाथि मलाई ट्रस्ट लाग्यो अनि त्यही भएर म आफ्नो डकुमेन्टहरू छोडे अनि भोलिदेखि क्लास गर्न थाले अनि त्यही हजुरले कति टाइमसम्ममा हजुरको हातमा सिओ आइसकेको थियो कति टाइम मेरो लगभग अप्लाई गरेकोमा 8 महिना भित्र आयो मेरो सबै कामहरू भयो अनि 8 महिना भित्रमा के गर्नु भयो कस्तो कस्तो भयो एक्सपीरियन्स टिचरहरू साथीहरू कस्तो थिए साथीहरू पनि यहाँ राम्रो छ राम्रो साथीहरू थियो टिचरहरू पनि राम्रो थियो जापानबाट आएको टिचरहरू पढाउनुहुन्थ्यो त्यही सबै ठिकै थियो म्याम लगभग सबै हजुर म्याम अनि यो कन्सल्टेन्सीले हजुरको आउनलाई कति के सम्म चाहिँ गरेको छ त्यो भन्दिनु त्यो जे गर्यो म्यामले नि गर्यो हामी स्टुडेन्टमाथि त केही प्रेसर थिएन म्याम जे नि गर्यो डकुमेन्टदेखि लिएर त्यो ब्याङ्क प्रोसेस यताउता स्कुलमा राम्रो स्कुल हेर्ने जापानमा हिरो गएकोमा सबै म्यामले नि गरिदिनु भयो हामी स्टुडेन्टलाई त्यति प्रेसर थिएन अनि हजुरले त्यो सिटीमा जान्छु भनेर आफै उयो गर्नु भएको हो हजुर म्यामले नि सिलेक्ट मैले भने यहाँ योगामा जानु छ भनेर म्यामले नि गरिदिनु भयो युनिभर्सिटी पनि म्यामले चुज गरेर 100% आएकोमा हालिदिनु भएको हजुर म्यामले नि हाल्नु अब हजुरहरुको फर्दर प्लान के छ त अब के गर्नुहुन्छ त मेरो फर्दर प्लान म्याम त्यहाँ गएपछि 2 वर्ष ल्याङ्ग्वेज पढ्ने अनि ल्याङ्ग्वेज पढेपछि युनिभर्सिटी जाने युनिभर्सिटीमा फाइनान्स लिएर पढ्ने अनि कुनै राम्रो खाले कम्पनीमा राम्रो पोस्टमा जब गर्ने हजुर अहिले नेपाल त फर्किनुहुन्छ फर्किन्छु म्याम एक्सपिरियन्स लिएर फर्क्ने अनि आफ्नो यहाँ देशमा नि केही गर्ने अनि अब हजुरहरुले अरु साथीहरुलाई के भन्न चाहनुहुन्छ रियलिस्टिकको बारेमा भन्न चाहन्छु कि आउ पढ यहाँको इन्भाइरोमेन्टहरु राम्रो छ टिचर पनि राम्रो छ म्याम त हाम्रो झन् राम्रो छ काउन्सिलिङ गर्ने तरिका केही अप्ठ्यारो भएमा म्यामले सबै हेर्दिनुहुन्छ डकुमेन्टदेखि लिएर यताउता एक्जाम सबै हेर्दिनुहुन्छ म्यामले केही गाह्रो छैन अब यही रियलिस्टिकबाटै एप्लाई गर्नु भन्नु सजेस्ट गर्नुहुन्छ हजुर म्याम म यहाँ मेरो 3-4 वटा साथी पनि छ अब यहीबाट गर्न लगाउँछु उनीहरुलाई हजुर अब कहिले जानुहुन्छ त हजुर अब मेरो त फ्लाइट भोलि हो म्याम अब म भिसा पाए अब म जान्छु अब आफ्नो ड्रिम कन्ट्रीमा हजुर राम्रोसँग जानु अल द बेस्ट फर फ्युचर हजुर थ्यांक यू थ्यांक यू